देशमा नयाँ सरकार आयो, नयाँ नीति आयो, तर व्यवसाय सिस्टम सबै पुरानै छ। वैदेशिकमा भएको जुन किसिमको युद्ध छ, जो युद्धले निर्माण व्यवसायलाई एकदमै अत्याधिक रूपमा चाहिँ असर पारेको छ। हिजो राज्यले जुन इस्टिमेट गराइएको थियो, त्यो इस्टिमेटमै बसेर निर्माण व्यवसायले थोरै मार्जिन राखेर राज्यलाई फाइदा हुने नै गरेर क्वालिटीको काम गरेकै थिए। तर अहिलेको परिस्थितिमा अप्ठ्यारो परेको हुँदा राज्यले अभिभावकीय भूमिका खेल्नुपर्नेमा अभिभावकको भूमिका नखेलेको जस्तो भान भइरहेको छ। अब यस्तै हो भने हामी निर्माण व्यवसायी काम छोडेर विदेश जानुभन्दा अर्को विकल्प होला जस्तो देखिँदैन। तर यदि राज्यलाई समृद्धि बनाउने नै हो भने हामी जस्तै निर्माण व्यवसायहरूलाई पनि राज्यले कतै न कतै सम्बोधन गर्नुपर्छ। काम नगर्ने काम चोरहरूलाई चाहिँ कारवाही गर्नै पर्यो। जो काम गरिरहेछन्, काम गर्दै पनि चाहिँ केही कुरा अप्ठ्याराहरू भएका छन् भने त्यस्ता कुराहरूलाई चाहिँ राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्दछ। अब यस्तै हो। अब राज्यले यसरी नै पेल्दै जाने भने गाह्रो छ।